ब्याग है जहिले नि ब्याग हो चाहिँदैन मलाई त्यस्तै लेख्नलाई केही चार्जहरू कति सबैलाई मैले आफ्नो मनको भावनाहरू यतिकै भनौँ फेरि किन होला फेरि मलाई साइकोको नाम दिने सबैले माया छैन भन्ने किन होला लाइकहरू पनि हाँस्ने सबै मुजीहरू किन भएको अचेल बोली सोचहरू बनेर यतिकै हानिरहेको आफ्नो फेसहरू हेर्दै मैले केही बिग्रिन्छ भने त्यसलाई सुधारिदिन्छु लामो बोलीहरूसँग मैले यस्तै हुन्छ फ्री स्टाइलहरूको फ्री स्टाइल किङ भन्दै दाग लाउँछु मैले पनि छैन किन पाराहरू थप हुन्छ बिना नसामा हाने पनि दामी हुन्छ मेरो फ्री स्टाइल के सोचेर बोलेको भाइ हो बिरामरी सोचेर बोल्न भाइ हामी पनि दुःख गरेको तिमीहरू भन्दा पनि पहिला किन आँटेको हो भाइ चल्दैन केही गर्नु छैन खासै तिमीहरूलाई मलाई तिमीहरूको त सोच तल भन्दा नै त्यही हो तिमीहरूको सोच धोका दियो भनेर फेरि नचाहने खाइदियो मनको बोझ कसरी हटाउनु पर्छ फ्री स्टाइल मैले जस्तो हानेर बरु स्टाइल मेरो कति थियो खोज के भयो त आजकल भोलि न्यू जेनेरेसन आयो त बालिन्दाहरू सँगसँगै नेपाल पनि अब खतरा हुँदै जान्छ यो खोपका पनि बरु मेरो थोडाहरू यस्तै हो नबाको धाक यही हो खेल हो भाइ बिटको धुनसँग जानै पर्यो मजासँग फेरि नत्र त्यसले पनि के भने जस्तो लाग्छ मेरो दिमागहरूमा त हामीसँग बन्छ शब्दहरू लिरिक्सहरू लेखे भने भाइ खतरा हुन्छ तर लेख्ने टाइम हुँदैन किन हप्तामा एक दिन छुट्टी हुन्छ त्यो पनि सन्डेको दिनमा अहिले यतिखेर इन्डियामा छु त्यही भएर हानिरहेको 12-1 बजीतिर त्यही भएर घाममा छ अहिले शीतलोमा हानेको मैले यस्तै हो चिलमा ड्रिल टाइप बिटमा खतरा हुँदै जान्छ स्लोमो यो आउँदैछ यो न्यू जेनेरेसन किङ बनेर दाग हान्छु मैले पनि सबलाई तर के गर्ने आँटहरू खाँच्चै खाइदिउँ जस्तो लाग्छ किन हो मलाई बिफहरू पनि त्यस्तै पो सबको सुनेको छेउ लाग्दो मुजीहरू के भएको जसरी तिमीहरू भन्छौ मुजी अङ्ग्रेजीको मैले पनि गरिदिउँ कि हिन्दीको तिमीहरूले पनि हानेर देखान भाइ नेपाली पारामा कसरी हो इन्टरनेसनल हुँदै जान्छ हाम्रो देश नेपाल अहिले बल्ल खतरा हुँदै गएको छ ब्यागको भाइबहरू स्वर्गको अप्सराहरू पनि धरतीमा आएको हेर म पनि एउटा राजकुमार जस्तो खतरा जस्तो लाग्छ आफूलाई पाराहरू हेर्दा मेरो के गर्नु त फेरि त्यस्तो भावना खेलाम भने कति चाहे पनि मैले अरूको यतिकै खेलाइदिन सक्छु भावनाहरू मनको के म पनि पुजारी बनिदिउँ ल त्यस्तै अरूको भावनाहरू हेर्ने सुन्ने पनि त्यस्तै देखिन्छ जस्तो लाग्छ कहिले काहीँ पनि के भएको सबैको सोच खाली बिग्रेर हो भनेको कस्तो हो तिमीहरूको शब्दहरू मेरो हल्का मुख सुकेको चाहिँदैन भाइ त्यस्तो के अन्ली खोका हुने हानी है त्यस्तो धुलो जारहरू कहिले पनि खाइँदैन त्यसैले हुने यार